शिक्षक सेवा आयोगको अध्यापन अनुमति पत्रको निमावी तहको प्रवेश पत्र मोबाइलबाटै कसरी हेर्ने? यदि तपाईहरुले पनि अध्यापन अनुमति पत्रको परीक्षाको लागि प्रवेश पत्र कसरी हेर्ने भन्ने बारेमा सोच्दै हुनुहुन्छ भने यो भिडियोलाई पुरा हेर्नुहोला। म तपाईहरुलाई सजिलैसँग स्टेप बाइ स्टेप कसरी अध्यापन अनुमति पत्रको परीक्षाको प्रवेश पत्र हेर्ने भन्ने बारेमा सिकाउन गइरहेको छु। आज म तपाईहरुलाई मोबाइलबाटै अध्यापन अनुमति पत्रको प्रवेश पत्र कसरी हेर्ने भन्ने बारेमा सिकाउन गइरहेको छु। आउनुहोस् ढिला नगरी भिडियोलाई सुरु गरौँ। सुरुमा चाहिँ तपाईहरुको मोबाइलमा क्रोम ब्राउजर ओपन गर्नुहोस् र क्रोम ब्राउजर ओपन गरिसकेपछि यो सर्च बारमा लेख्नुहोस् license.tsc.gov.np यति वेब एड्रेस लेख्नुहोस् र यसलाई चाहिँ लगइन गर्नुहोस्। यति गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ शिक्षक सेवा आयोगको वेबसाइट खुलिसकेको छ र यो वेबसाइटमा चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ तल अकाउन्ट लगइन/रजिस्टर भन्ने एउटा बटन रहेको छ। यो बटनमा चाहिँ ट्याप गर्नुहोस्। यति गरिसकेपछि यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ इमेल यहाँ चाहिँ साइन इन योर अकाउन्ट भनेको छ। यसमा चाहिँ इमेल र पासवर्ड चाहिँ इनपुट गर्नुपर्ने हुन्छ। जसको लागि चाहिँ म यहाँनिर इमेल टाइप गर्दैछु। इमेल टाइप गरिसकेपछि म यहाँ पासवर्ड फेरि इनपुट गर्दैछु। पासवर्ड पनि टाइप गरिसकेपछि चाहिँ यहाँ देख्न सक्नुहुन्छ म यसलाई चाहिँ यो रिमेम्बर यदि तपाईको मोबाइल फोनमा तपाईहरुको टीएससी अकाउन्टलाई चाहिँ साइन इन रिमेम्बर गर्न चाहनुहुन्छ भने रिमेम्बर मीमा चेक मार्क अन गर्नुहोस्। होइन भने एकचोटी मात्रै साइन इन गरेर हेर्ने हो भने लगइन गरेर हेर्ने हो भने यसलाई चाहिँ रिमेम्बर मीलाई चाहिँ चेक मार्क चाहिँ अफ गर्नुपर्ने हुन्छ। म चाहिँ रिमेम्बर मीलाई चाहिँ अहिले अफ गर्दैछु र लगइन बटनमा म ट्याप गर्दैछु। तपाईहरुले पनि यसरी लगइन बटनमा ट्याप गर्नुहोस् र त्यति गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ सेभ पासवर्ड भनेर क्वेशन आएको छ। यसलाई चाहिँ म इग्नोर गरिदिन्छु। यदि सेभ गर्ने हो भने तपाईको आफ्नै फोन हो भने सेभ गर्न सक्नुहुन्छ। यदि अरु कसैको फोनबाट तपाईले लगइन गर्दै हुनुहुन्छ भने यसलाई सेभ नगर्नु होला। तपाईहरुको अकाउन्ट मिसयुज पनि हुन सक्छ। त्यसैले तपाईहरुले आफ्नो फोनमा मात्र पासवर्डलाई सेभ गर्नु होला। र यति गरिसकेपछि यो हाम्रो प्रोफाइल चाहिँ ओपन भइसकेको छ र यहाँ देख्न सक्नुहुन्छ व्यक्तिगत विवरण लेखेको देखि यतापटि 3 लाइन छ, 3 ड्याश छ। यो 3 ड्याशमा चाहिँ म ट्याप गर्दैछु र यति गरिसकेपछि यहाँ तल देख्न सक्नुहुन्छ लास्ट अप्सन्स रहेको छ दरखास्त पेश गरेको विवरण। यो दरखास्त पेश गरेको विवरणमा चाहिँ हामीले ट्याप गर्नुपर्ने हुन्छ र यति गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन भनेको छ। अध्यापन अनुमति पत्रको विज्ञापनलाई चाहिँ म स्क्रोल लेफ्ट गर्दैछु र यति गरिसकेपछि चाहिँ यहाँनिर लुकेर बसेको हुन्छ यो जुन भ्यू बटन र यसमा चाहिँ म ट्याप गर्दैछु। तपाईहरुले यसमा ट्याप गर्नु होला। लोडिङ भइरहेको छ र भइसकेको छ र यहाँ देख्न सक्नुहुन्छ तपाईको दरखास्त समावेश भयो भनेको छ। प्रवेश पत्र हेर्न यहाँ क्लिक गर्नुहोस् भनेको छ। हरियो बटन छ। यहाँ आँखाको चाहिँ आइकन पनि छ र यो बटनमा चाहिँ म ट्याप गर्दैछु। तपाईहरुले पनि ट्याप गर्नु होला यहाँनिर। र यति गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ हाम्रो प्रवेश पत्र सो भइसकेको छ। यो चाहिँ अनलाइन प्रवेश पत्र रहेको छ भने अब यसलाई चाहिँ हामीले अफलाइन कम्प्युटरमा अथवा आफ्नो मोबाइलमा डाउनलोड गरिराख्न सकिन्छ। यसको लागि जसलाई डाउनलोड गर्नको लागि चाहिँ देख्न सक्नुहुन्छ प्रवेश पत्र डाउनलोड गर्नुहोस् भन्ने बटन रहेको छ हरियोमा सेतो टेक्स्ट। त्यस्तै गरी यसलाई चाहिँ म ट्याप गर्दैछु र यति गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ प्रवेश पत्र भनेको चाहिँ शिक्षक सेवा आयोगको चाहिँ डाउनलोड पीडीएफ फाइल भनेर सोधिरहेको छ। यसलाई चाहिँ म डाउनलोड गर्छु र यसलाई चाहिँ म नेम चेन्ज गर्दैछु। यति गरिसकेपछि म यसलाई चाहिँ डाउनलोड बटनमा ट्याप गर्दैछु। तपाईहरुले पनि यो डाउनलोड बटनमा ट्याप गर्नुहोस् र यति गरिसकेपछि फाइनली यो डाउनलोड भइसकेको छ र पीडीएफ फाइल हेर्नको लागि कुन एप्लिकेसनबाट चाहिँ यो पीडीएफ फाइललाई प्रिभ्यू गर्ने भनेर चाहिँ मेरो मोबाइलमा चाहिँ यो मागिरहेको छ र यसलाई चाहिँ म अहिले स्यामसुङ नोटमा ट्याप गरेर ओपन गर्दैछु।
र यहाँ देख्न सक्नुहुन्छ फाइनली हाम्रो शिक्षक सेवा आयोगको अध्यापन अनुमति पत्रको पनि निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको लागि परीक्षाको लागि चाहिँ प्रवेश पत्र फाइनली डाउनलोड भइसकेको छ र यसलाई चाहिँ म सेभमा ट्याप गर्दैछु र यति गरिसके पछाडि हाम्रो यो PDF फाइललाई चाहिँ प्रिन्ट पनि गर्न सक्छौँ, प्रिन्ट गर्ने काम पनि गर्न सक्छौँ र त्यस्तै गरेर हामीले यसलाई चाहिँ सेयर गरेर कम्प्युटरमा अथवा चाहिँ हामीले इमेल गरेर अर्को कम्प्युटरबाट डाउनलोड गरेर यसलाई प्रिन्ट आउट पनि गर्न सक्छौँ र डाइरेक्ट यदि वायरलेस प्रिन्टर छ भने तपाईँहरूसँग चाहिँ यसलाई चाहिँ हामीले डाइरेक्ट मोबाइलबाटै पनि प्रिन्ट आउट गर्न सक्छौँ। र आशा छ भिडियोको बारेमा पुरा जानकारी पाउनु भयो नै होला। यदि भिडियोको बारेमा केही कन्फ्युजन भएमा कृपया तल कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनु होला। म यस्तै अर्को उपयोगी भिडियोको साथमा फेरि भेट्ने बाचाका साथ अन्त्यमा एउटा रिक्वेस्ट गर्न चाहन्छु। यदि भिडियो मन पर्यो भने कृपया भिडियोलाई लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब पनि गर्न नबिर्सनु होला भन्दै अर्को भिडियोमा फेरि भेट्ने बाचाका साथ बिदा हुन चाहन्छु। नमस्कार।